आम जिंदगी ये है मेंटोस जिंदगी मेंटोस। म बसमा चढेँ, ट्याप बसको भाडा तिरियो। म मेरो काम गर्ने ठाउँमा गएँ, ट्याप गरेँ, एन्ट्री भयो, काउन्ट भइहाल्यो, हाजिरमा लेखिराख्नु परेन। म अहिले फेरि यही कार्ड युज गरेँ, ढोका खुल्यो। कतै पनि अफिसमा जानु पर्यो भने ट्याप गर्यो, ढोका खुल्यो, भित्र छिरिहाल्यो। कुनै पनि एपलाई भेरिफिकेसन चाहियो भने फोनमा ट्याप गर्यो, इन्फर्मेसन भेरिफाइड भइहाल्यो। हामीले यसलाई एटिएममा गएर विदाउट कार्ड पनि युज गर्न मिल्छ है। फोनमा एनएफसी छ भने गुगल वालेटमा गयो, जस्ट कार्डको इन्फर्मेसनको लागि ट्याप गर्यो, एन्ड देन इन्टर यो पिन एन्ड यु आर गुड टु गो। भेरी सिक्योर। त्यो कार्डलेस ट्रान्ज्याक्सन नेपालमा छ नि, फोनमा ओटिपी पर्खेर बस्नुपर्ने, टाइममा ओटिपी नआएर त्यहाँ भेरी बोरिङ। कति धेरै युज गरेको क्या। चाहे म एउटा सानो गाउँठाउँमा जाउँ, चाहे ठुलो सहरमा जाउँ, जहीँ तहीँ यो पस मेसिन, ट्याप एन्ड पे सिस्टम। हाउ इट एक्चुअली वर्क्स एन्ड वाइ नट इन नेपाल? किन नेपालमा छैन? नेपालमा हुँदै नभएको हो कि हामीले त्यति धेरै नसुनेको? किन नेपालमा छैन? 3वटा कारण भन्छु। एउटा कारण कस्ट। मेसिन अथवा एनएफसी सपोर्टेड डिभाइस हुन एकदम जरुरी छ यो ट्याप एन्ड पे गर्नको लागि। फोनमा पनि हुनु पर्यो, ट्याप एन्ड पे गर्ने फोनमा पनि हुनु पर्यो, र त्यो सपोर्टेड डिभाइस पनि हुनु पर्यो, एनएफसी रिडर हुनु पर्यो। र सानसानो पसलहरूको लागि चाहिँ ब्याङ्कले त्यो प्रोभाइड गर्न त सक्छ, तर त्यो एक्सपेन्सिभ हुन्छ। लेट्स अज्युम 30 देखि 50K अराउन्ड लाग्न सक्छ एनपिआर, विच इज भेरी एक्सपेन्सिभ। बट इन द क्युआर सिस्टम जस्ट एउटा स्टिकर टाल्यो भइहाल्यो। अहिले त अफिसियल्ली यदि कुनै पनि कम्पनी दर्ता छ भने ब्याङ्कले त्यो अफिसियल त्यो चार्ज नकाट्नेवाला ऊ नै दिन्छ, त्यो क्युआर नै दिन्छ। सो एज सिम्पल। सो मान्छेले किन 50,000 खर्च गरेर त्यो लिन्छ? सो द्याट इज द वान रिजन। सेकेन्ड रिजन, पेमेन्ट हुँदाखेरि चार्ज काट्छ। 1 to 2% चार्ज काटेर पसलवालालाई आउनै हुन्छ। अहिले त क्युआर सिस्टममा त्यो छैन। सो जता धेरै प्रफिट त्यतैतिर। किन क्युआर कोड अझै फास्ट हो त? क्युआर कोडले क्यामेरा र लाइट युज गर्छ क्युआरलाई स्क्यान गर्नको लागि। एनएफसीले रेडियो वेभ्स युज गर्छ। जस्ट यति डिस्टेन्स 4 सेन्टिमिटरको डिस्टेन्समा युज गर्ने भयो। यो कार्ड र फोन अथवा कार्ड रिडरको जुन दूरी हुन्छ त्यो 4 सेन्टिमिटरको रेन्जमा आउने बित्तिकै यसले एक्सन लिइहाल्छ। मतलब एउटा डिजिटल ह्यान्डसेक हुन्छ। सो सिक्योर पनि भयो, फास्ट पनि भयो। फ्युचर त यही नै हो, हामीलाई चाहिने यही नै हो। बट माछापुच्छ्रे ब्याङ्कले यो लन्च गरेको छ है। माछापुच्छ्रे ब्याङ्कले फर्स्ट टाइम लन्च गरेको छ। धेरै प्राय इन्टरनेसनल रेस्टुरेन्टहरूमा चाहिँ देखिया छ, तर यही कस्टको कारणले, चार्जेसको कारणले गर्दाखेरि चाहिँ इम्प्लिमेन्ट भएको छैन। अब यदि यस बालेन सरकारले, इफ यु रिमेम्बर नट, यो बस कार्ड सिस्टम ल्याउने भनेर कुरा कतै कतै गरेको थियो। अहिले भइरहेको कालो प्लेटहरूले पनि आफ्नो गाडी बेचेर इलेक्ट्रिक बस इन्भेस्ट गर्न सक्नुहुन्छ। काठमाडौँ महानगरले पनि गर्छ, अनि अरू कम्पनीजहरूलाई पनि कोलाबोरेटिभ प्रोसेसमा ल्यायो भने, एउटै छाता सङ्गठन भयो भने एउटै कार्डले चाहिँ जुनसुकै बस चढ्न सकिन्छ, र त्यो कार्डलाई महिनाभरि रिचार्ज गरेर जुनसुकै रुटमा पनि जान सकिन्छ। यसले कम्पिटिसन रोकिन्छ। कम्पिटिसन रोक्यो भने जाम पनि रोकिन्छ। यो एउटा लत लगाउने नै हो रहेछ क्या, लतै लगाउँदो रहेछ। जब हामी यो कुरामा युज टु हुन्छौँ, अनि त्यस पछाडि चाहिँ बल्ल यो चाहिँ कति कन्भिनियन्ट रहेछ, कति छिटो रहेछ, कति फास्ट रहेछ भनेर चाहिँ हामीले बुझ्दै जानेछौँ है। अहिलेको लागि एकदम साधारण कुरा मात्रै हो क्युआर चाहिँ। जब ट्याप एन्ड पेहरू एकदम वाइडली युज हुन थाल्छ, यु विल बी फिल लाइक वाउ। लेट्स सी। तपाईँको फोनमा एनएफसी छ त? गो टु सेटिङ्स एन्ड सर्च फर द एनएफसी।